हेलो एभ्रिवान, गेट रेडी विथ मी। अनि आज चाहिँ म एउटा ठाउँमा जानु आँटेको। मलाई चाहिँ मरुन कलरमा व्हाइट प्यान्ट लाउनु मन लागेको थियो, तर व्हाइट प्यान्ट चाहिँ मलाई फिट हुँदै भएन। त्यसपछि म गएँ अप्सन 2 मा अनि त्यसपछि मैले ब्राउन कलर प्यान्ट ल्याएँ चाहिँ हेरेको लाउँछु भनेर, तर त्यो चाहिँ अलि आइरन गर्नुपर्ने स्थिति भएको रहेछ। मैले चाहिँ आइरन गरेर लगाएँ अनि ब्राउन र मरुन पनि म्याचिङ नै हुन्छ होला मेबी भनेर मैले चाहिँ लगाएँ, किनभने ब्ल्याक चाहिँ अलि अर्कै ब्ल्याक थियो मसँग प्यान्ट। अनि त्यो भन्दा त फर्मल लाउँछु भनेर फर्मल प्यान्ट ब्राउन कलरको चाहिँ लगाएँ। त्यसपछि म रेडी भएँ। मेकअप चाहिँ अगाडि सकिसकेको थियो मेरो। आज चाहिँ हामी कहाँ जाँदैछौँ भने आज चाहिँ नबिना बहिनीको चाहिँ पसल ओपनिङ छ सामाकुशीमा। तपाईहरुले चिन्नु नै हुन्छ होला। हामी चाहिँ त्यहाँ जानको लागि रेडी भए। मैले चाहिँ मरुन कलरको टप लगाएँ, ब्राउन प्यान्ट अनि मेरो चाहिँ फेभरेट चप्पल। अनि त्यसपछि ब्याग चाहिँ मेरो अल टाइम फेभरेट यही हो, किनभने मलाई चाहिँ धेरै सामानहरू बोक्नु पर्छ। त्यही टाइममा मेरो हस्बेन्ड आउनुभयो अनि उहाँले चाहिँ मही खानु भएको रहेछ अनि मलाई पनि मही खाऊ न तिमी भनेर दिनुभयो। अनि खाएँ, म चाहिँ एकदम अमिलो रहेछ भन्दै एक्सप्रेसन दिइरहेको थियो। अनि त्यसपछि हामी लागे अनि बाटोमा पुगेर हेर्दा त मेरो त नेल पलिस चाहिँ आधी भइसकेको रहेछ। ठिकै छ, त्यही पनि केही हुँदैन भनेर गएँ हामी चाहिँ। अनि के लगाउँ होला भनेर म चाहिँ एकदम कन्फ्युज भएँ ओपनिङमा हैन। अनि म चाहिँ लकी ब्याम्बो लगाउँ होला सायद, किनभने लकी ब्याम्बो जसले पनि गिफ्ट दिनु पर्यो भने लकी ब्याम्बो गिफ्ट दिनुभयो भने राम्रो हो। त्यही भएर मैले लकी ब्याम्बो लगेँ। अनि हामी चाहिँ फाइनल्ली स्टोरमा पुगे अनि आँगालाई पनि धेरै बधाई। अनि उहाँहरूले सबैले हामीले चाहिँ खाता लगाइदियो, दिदीलाई पनि मैले चाहिँ लकी ब्याम्बो दिएँ। अनि आँगा चाहिँ खुसी भएर कति राम्रो भन्दै एक्साइटेड भइरहेको थियो। अनि त्यसपछि यता सबैजना आउनु भएको थियो, फोटो सेक्सन के भइरहेको थियो। हामीले चाहिँ त्यहाँको खानेकुराको बक्स पनि लिए। बक्सको चाहिँ भिडियो खिच्नै बिर्से रहेछ, मैले चाहिँ लास्टमा राखेको छु। अनि लास्टमा चाहिँ यहाँ चाहिँ के रहेछ भने आज चाहिँ चिठा पनि दिएको रहेछ आँगाहरूले चाहिँ, किनभने चिठा खोलेर चाहिँ कोहीलाई के गिफ्ट अनि कोहीलाई डिस्काउन्ट पर्ने रहेछ। अनि तपाईँको हातबाटै ओपनिङ गरौँ है भनेर भन्नुभयो। अनि त्यसपछि हुन्छ भने अनि हामीले चिठा ओपन गरे। अनि मलाई चाहिँ के पर्यो मलाई चाहिँ गोदावरी इयरिङ पर्यो फर्स्टमै। अनि म त एक्साइटेड, ओ माई गड है अनि इयरिङ कलरको लिनुहुन्छ भन्नुभयो। अनि मैले चाहिँ गोल्डन कलरको चुज गरेँ। अनि टिमहरू सके त्यहाँ हामी निस्किँदा हामीले चाहिँ बाटोमै बक्स पनि खोलेर खानेकुराहरू खाँदै गए। थ्याङ्क यू फर वाचिङ, बाई बाई।